केही मान्छेहरूलाई नि तपाईँले भुन्टी मितिनीज्यूको रूप धारण गरेर त्यहाँ बस्नुभएको कुरा थाहा भएछ। अब केही गरी भुन्टी मितिनीज्यूको परिवारलाई यो कुरा थाहा भयो भने तपाईँलाई केस हालेर फसाउन सक्छन् रे। के गर्ने होला है? म त एकदम डर लागिरह। कसले थाहा पाएछ? नमस्ते सर, आज पनि मैले भुन्टी सिरियलको नारीको लिएर तपाईँहरू माझ उपस्थित भइसकेको छु। दर्शक दिनभित्र सोझी भुन्टी एकदम धेरै दुःख पाएर बसेका थिइन्। विगतका दिनदेखि नै उनी पढ्न ठुलो इच्छा राखेकी थिइन्। अब भने म्याडमको सोच विचार एकदम महान छ। म्याडमले तिमी पढ्नुपर्छ, तिमीलाई म पढाउँछु, तिमी शिक्षित बन्नुपर्छ, ज्ञानी बन्नुपर्छ भनेर म्याडमले भनिसकेपछि अब भने उनलाई विद्यालयमा पढाउन बाहिर जानलाई अहिले भने सुकुमायाज्यूले भुन्टीको रूप धारण गरेर सारा भूपेन्द्रसँग मुद्दा लडिरहेको कारणले अब भने भुन्टी घरमै तिमीलाई मास्टर ल्याएर घरमै पढाउँछु, तिमी बाहिर जानु पर्दैन, तिमी चिन्ता नगर भुन्टी भनेर म्याडमले मास्टरलाई बोलाइसकेपछि मास्टर त को रहेछन् भनेर टोक्ले दाई धेरै चिन्ता गरेका थिए। अहिले भने टोक्ले दाई पनि धेरै खुसी भएका छन्, किनभने उनले चाहेको, उनले रोजेको उनको प्यारो मास्टर को रहेछन् भन्दाखेरि त मास्टर भद्र रहेछन्। अब भने उनले भने भुन्टीलाई र टोक्ले दाईलाई धेरै माया गर्छन्। उनीहरूलाई धेरै बुझेका छन्। अब भने भुन्टीको पीर मर्का बुझ्ने, भुन्टीलाई धेरै माया गर्ने, दुःख सुखमा साथ दिने भने भद्र मास्टरले विगतका लामो समयदेखि नै गरिरहेका थिए। अब भने उनले यस्तो राम्रो काम गरेको देख्दाखेरि, 81 मास्टर पढाउन आएको देख्दाखेरि टोक्ले दाई पनि धेरै खुसी हुनुभयो। त्यसपछि भुन्टी पनि एकदम खुसी हुने मौका मिल्यो उनलाई पनि। उनले विगतका दिनहरूमा सहरले मास्टरले नै उनलाई धेरै कुराहरू सिकाएको, सहयोग गरेको, अस्पतालसम्म लगेको, साथ सपोर्ट दिएको कुराहरू उनले सम्झिसकेपछि अब भने भद्र मास्टरले टोक्ले दाईले भनेका छन्, तपाईँ एक्लै आउनुभएको छ, सिङ्गल आउनुभएको छ, अब भने तपाईँ कुनै पनि हालतमा चिन्ता नगर्नुहोस्। अब भने दुईजना भएर जाने व्यवस्था म मिलाउँछु। किनभने भुन्टीलाई तपाईँले पहिलाबाट नै मन पार्नुहुन्थ्यो, तपाईँले रुचाउनुहुन्थ्यो। भुन्टी अहिले यहीँ छ, त्यसको श्रीमानले त्यसलाई धेरै धोका दियो। भूपेन्द्रले उसँग अब डिभोर्सको प्रक्रिया चलिरह, उसँग अब सम्बन्ध रहेन। अब भने भुन्टीलाई साथ सपोर्ट दिने भने तपाईँले नै हो मास्टर साहब, धेरै पढाउनु, ज्ञानी बनाउनु भनेर टोक्ले दाईले पनि बारम्बार मास्टरलाई भनिरहेका छन्। अनि म्याडमले पनि त्यो मास्टरलाई एकदम विश्वास गरेर बोलाइसकेपछि अब भने मास्टरले पढाइ सुरु गरिसकेका छन्। अब भने मास्टरले सुरुमा नेपाली कुराहरू यताउता सारा कुराहरू सिकाउन उनको इच्छा थियो। तर भने के कुन किताब छ तिमीसित भन्दाखेरि उनीसँग त इङ्ग्लिस किताब रहेछ। इङ्ग्लिस किताबमा अब मिनिङको कुराहरू, सारा कुराहरू भुन्टीले जानिसकेकी छिन्। अब सबै कुराहरू उच्चारण अलिअलि कममा उनले उच्चारण गर्न अलिकति नजाने पनि, तर भने अर्थ पनि सबै कुरा बुझिसकेकी छिन्। आई भनेको के हो भनेर मास्टरले सोद्धाखेरि आँखा हो भनेर भन्छन्। इयर भनेको के हो भन्दाखेरि नाक हो भनेर भन्छन्। अनि सबै कुराहरू उनले भनिसकेपछि अब भने मास्टर पनि दङ्ग छक्क परिसकेका छन्। अब भने सबै कुराहरू जानिसके भएछ भुन्टीले त अब भने म लेभल 2 का कुराहरू गर्छु, लेभल 2 का क्वेसनहरू सोध्छु, राम्रोसँग पढाउँछु भनेर मास्टरले भनिरहँदा भुन्टी भने 1-2 घन्टासम्म पढाउँदा, लामो समयसम्म पढाउँदा उनलाई पिसाब लागेर पिसाबले एकदम च्यापिरहँदा उनले भने मास्टरलाई मलाई पिसाब आयो, मलाई समस्या भयो भनेर भन्न सकिरहेकी छैनन्, खुलेर बोल्न सकिरहेकी छैनन्। किनभने यो पहिलो दिन हो। उनलाई अब बिस्तारै बिस्तारै मास्टरसँग घुलमिल हुन्छन्। अब भने उनीसँग मास्टरको पनि माया प्रेम बस्छ। अब भने भद्र मास्टरले नै भुन्टीलाई स्वीकार्नुपर्छ, किनभने भद्र मास्टरले विगतका लामो समयदेखि नै भुन्टीलाई चाहेर अहिलेसम्म उनले विवाह पनि नगरेर बसिरहेका छन्। अब भने धेरै माया गरेर भुन्टीलाई जान्ने, बुझ्ने, ज्ञानी, एकदम शिक्षित बनाइसकेपछि उनले नै आफ्नो श्रीमतीको रूपमा स्वीकार्नुपर्छ भन्ने हामीलाई लागेको छ। दर्शकबिन उतातिर अदालतमा भने छिटोभन्दा छिटो भुन्टीको पक्षमा अब भने फैसला हुनेछ, भुन्टीको जित हुनेछ भन्ने हामीलाई लागेको छ। सुकुमायाज्यूले अब भने भुन्टीको रूप धारण गरेर त्यो घरमा बस्न गइसकेपछि अब गाउँको एकजना च्याखुरीले अब भने सारा कुराहरू पत्ता लगाइसकिन्। अब भने भुन्टीको रूप धारण गरेर सुकुमाया भूपेन्द्रको घरमा गएर भूपेन्द्रको परिवारलाई तनाव दिएको, अनि अब भूपेन्द्रको परिवारलाई एकदम मुद्दा जिताउनलाई, भुन्टीको पक्षमा मुद्दा जिताउनका लागि भूपेन्द्रको परिवारलाई एकदम तनाव दिएको थाहा पाइसकेपछि अब भने यतातिर ओख्ले दाइलाई आएर एकदम उनले थर्काइरहेकी छिन्, पैसाहरू मागिरहेकी छिन्। मलाई कि 1 लाख रुपियाँ चाहिन्छ, होइन भने सारा कुराहरू म गएर भूपेन्द्रको परिवारलाई भनिदिन्छु, फोन गरिदिन्छु, सारा कुराहरू हल्ला गरिदिन्छु गाउँमा भनेर भनिसकेपछि अब भने ओख्ले दाइले हुन्छ म 1 लाख रुपियाँ दिन्छु भनेर तयार भइरहेका थिए। किनभने भुन्टीको पक्षमा मुद्दा जिताउन आफ्नो श्रीमतीले जुनसुकै हालतमा अघि बढेर काम गर्नुपर्छ भन्ने उनको पनि सोच विचार रहेको छ। दर्शकबिन अब भने उनले आँटिरहेको बेलामा आँखे दाइ आएर के गर्न खोजेको हो, तैँले दिनदहाडे यत्रो घुस लिन खोज्ने, के सुकुमायाज्यूले नराम्रो काम गर्ने मान्छे हो? सुकुमायाज्यू समाजसेवी हो। भुन्टी एकदम दुःख पाएको नारीलाई एकदम साथ सपोर्ट दिने, श्रीमानले हेला गरेको नारीलाई साथ सपोर्ट दिनलाई उनी हिँडिरहँदाखेरि के तेरो टाउको दुखाइ भयो? त कुनै पनि हालतमा यो पैसा दिनुहुन्न, पैसा सस्तो भएको छ र मेहनत गरेर एकदम कृषि काम गरेर, नराम्रो खेतबारीमा काम गरेर, दुःख गरेर कमाएको पैसा, यो पैसा कुनै पनि हालतमा त्यसै उम्काउनु हुँदैन भनेर अब भने ओखले दाइलाई र च्याखुरीलाई सम्झाइसकेपछि च्याखुरीको श्रीमान आएर विगतका दिनहरूमा मसँग सुकुमायाज्यू बोलेको र मसँग माया प्रेम बसेको कुराहरू तैँले थाहा पाइसकेपछि तैँले अहिले मलाई यस्तो नराम्रो गर्न खोज्ने, सुकुमायाज्यूले तँलाई के गरेको छ? सुकुमायाज्यूलाई तैँले तनाव दिन खोज्ने, अनि सुकुमायाज्यूले राम्रो गर्नुभएको छ। भुन्टी एकदम दुःख पाएर बसेको मान्छेलाई उसले साथ सपोर्ट दिनलाई गएका छन्। त्यस्तो पापी भूपेन्द्रलाई त के छ त
साथ सपोर्ट दिनलाई केही पनि भएको छैन भनेर सारा गाउँमा नै भनिसकेपछि अब भने श्रीमानले च्याखुरीलाई ठिक पार्ने भएका छन् हो दर्शकबिन। यतातिर भूमिकाले भने विगतका दिनहरूदेखि नै उनले धेरै दुःख गरेर मेहनत गरेर सङ्घर्ष गरिरहेकी छिन्। कहिले उनलाई बाँधेर झ्यालमा टङ्गाइएको छ त अहिले भने उनलाई छोडेर उनको आँखा अगाडि अब भने अमाजु दिदी र आफ्नो श्रीमान मोहनले एकदम लेबर कामहरू गराइरहेका छन्। बोरामा सिमेन्टहरू इँटाहरू बोकाइरहेका छन्। अब भने उनको दुःखको दिनहरू सुरु भइसक्यो। विगतका दिनहरूमा उनले भुन्टीलाई नराम्रो गरेको कारणले अब भने उनको अहिलेको भविष्य पनि उनको दुःखको सुरु भइसकेको छ। उनले अब म यहाँ कुनै पनि हालतमा बस्न सक्दिनँ, यस्तो ठुलो मेहनत गरेर म बस्न सक्दिनँ, माइतमा म खेली डुलेर सुती खाएको मान्छे अहिले यहाँ आएर यस्तो दुःख गर्न सक्दिनँ भनेर उनले अब म आमालाई फोन गरेर आमालाई बोलाउँछु, त्यसपछि म जान्छु भनेर भनिरहेकी छिन् भूमिकाले हो दर्शकबिन। अब भने आमाजु दिदी एकदम बाठी छिन्। उनले एकदम भूमिकासँग कुराकानी गर्न नदिएर आमालाई एकदम उनीहरू त सबैजना पोखरा इलाम यतातिर 4-5 दिनको लागि घुम्न गइरहेका छन्। उनीहरूसँग कुरा हुँदैन। अब भने हाम्रो बुवा आमाहरू पनि घरमा हुनुहुन्न, तपाईँहरू अहिले आउनु पर्दैन, तपाईँहरू पछि आउनु होला, हामी आफै फोन गरेर बोलाउँछौँ, तपाईँको छोरीलाई भूमिकालाई कुनै पनि टेन्सन नगर्नुहोस्, एकदम सुख सयलमा हुर्किरहेका छिन् भनेर सारा कुराहरू गरिसकेपछि अब भने बालकुमारी पनि आफ्नो छोरीको अब भने नराम्रो दिन सुरु भइसकेको कुराहरू थाहा पाइसकेकी छिन्। तर भने उनी गएर अब भने आफ्नो छोरीलाई रेस्क्यु गरेर ल्याउँछु भनेर सोचिसकेकी छिन्। अब भने उनको छोरीलाई भने उनी बचाउन जान्न भनेर सोचिसकेकी छिन्। यतातिर भीमे भने आफ्नो दाइहरूले राम्रो काम त गर्न सकेनन्, तर भने मलाई पनि प्रगति गर्न दिएनन्। म आजको दिनसम्म धुँदिनँ, टोपी भएर बसेको छु, मेरो साथमा फुटेको कौडी पनि छैन। दाइहरूले अब माथि जालान्, श्री सम्पत्ति कमाउलान्। अब भने म भने विदेश पनि जान सकेको छैन, 2 पैसा कमाउनु पनि सकेको छैन, मलाई साथ सपोर्ट दिने को होला भनेर अब भने सोचिसकेका छन्। भीमले आफ्नो आमालाई हार गुहार गरेका छन्। बालकुमारीले भने जुनसुकै हालतमा हेर ठुले तेरो बाबुलाई पनि भन्, तैँले पनि जेठो बाटो छोरो हो त। अब भने भूपेन्द्रलाई त्यो जेलमा सड्न चिसो हावा खान दिनुहुन्न, त्यसलाई जसरी भए पनि छिटोभन्दा छिटो निकाल्न पर्छ, जेलबाट मुक्त गराउनुपर्छ भनेर सोचिसकेका छन् हो दर्शकबिन। अब भने भूपेन्द्रलाई के भुवन दाइले छुटाउन सक्लान् त? बालकुमारीले भनेको कुरा मान्लान् त? तपाईँहरूलाई के कस्तो लागेको छ अब भने भन्नु होला है त दर्शकबिन। अब भने सारा कुराहरू भुवन दाइले थाहा पाइसक्नु भएको छ। भुन्टी नभई अब भने भुन्टीको रूप धारण गरेर सुकुमायाज्यू आएको कुराहरू अब भने गाउँतिरबाट च्याखुरीले सारा कुराहरू फैला गरिदिन्छु भनेर उसलाई सुकुमायाज्यूको श्रीमानलाई उखले दाइलाई खबर गर्न आइसकेपछि उखले दाइ भने अब भने यो च्याखुरीले गाउँमा हल्ला भइसक्यो, मैले मेरो श्रीमतीलाई भन्नुपर्छ, मेरो श्रीमतीलाई मैले कुराहरू भनिनँ भने पछि फेरि मेरो श्रीमतीलाई पनि केस लाग्न सक्छ, किनभने मेरो श्रीमतीले भुन्टीको रूप धारण गरेर भूपेन्द्रको परिवारलाई तनाव दिएको कुराहरू सारा कुराहरू थाहा पाइसकेपछि अब भने उहाँलाई पनि मेरो श्रीमतीलाई सुकुमायाज्यूलाई पनि गाह्रो पर्न सक्छ, बरु म बेलैमा सचेत गराउँछु भन्छु भनेर अब भने फोन गरेर भनेका थिए। फोन गरेर भनिरहँदा सुकुमायाज्यूले आफ्नै कुरामा ओए के कुरा गरेको, मलाई त केही पनि गर्न सक्दैन, यिनीहरूले टेन्सन नगर्नुहोस् पहिबाट भनेर अब भने सारा कुराहरू आफ्नो श्रीमान औँखलेसँग कुरा गरेको थाहा पाएको। अब भने यो भुन्टी रहेनछ, यो भुन्टीको रूप धारण गरेर आएको यो त सुकुमायाज्यू रहेछ, यसलाई पनि मुद्दा चलाएर अब भने मेरो भाइले फसाएको कुराहरू किन यसले मेरो भूपेन्द्र भाइलाई सोझो भाइलाई फसाइ भनेर अब भने ती नबोलेर बसेको भुन्टी होला भनेर चुपचाप बसेको भुवन दाइले पनि अब भने 2-4 शब्द खोल्नेछन्। अब भने अदालतमा उनले भने मुद्दा दायर गर्न सक्लान्, किनभने अब भने आफ्नो परिवारलाई एकदम दुःख पीडा र एकदम नराम्रोसँग यातना दिन आएको कुराहरू थाहा पाइसकेपछि अब भने भुन्टी नभई आफ्नो बुहारी नभई अर्कै सुकुमायाज्यू आएर दुःख दिएको कुराहरू थाहा पाइसकेपछि अब भने भुवन दाइले पनि के एक्सन लिएला त भन्ने हामीलाई लागेको छ। तपाईँहरूलाई के कस्तो लागेको छ आफ्नो मनमा लागेको मिठो प्रतिक्रिया हामीलाई दिनु होला भन्दै यसरी बिराम चाहन्छु। हस्त धन्यवाद। हाम्रो यस च्यानलमा तपाईँहरू नयाँ हुनुहुन्छ भने हामीलाई सब्सक्राइब गरेर हामीसँगै जोडिनु होला। हामीले हाल्ने भुन्टी तथा कान्छी रिभ्यूको तपाईँ सामु छिटै नै ल्याउनेछु भन्दै अहिले बिराम चाहन्छु। हस्त धन्यवाद।